यहीबाट चाहिँ मिडिया मार्फत हर्का सम्बन्धज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद। हजुरलाई हामीले गल्ती गरेछौँ। अब आउने बाँची राख्यो भने रोडमा बसेर नि बाँच्न पाइयो भने हर्का सम्बन्धज्यू यो हात काटेर दिनुपर्छ कि यो जिउरो काटेर दिनुपर्छ कि यो शरीर काटेर दिनुपर्छ कि यो मुटु नै दिनुपर्छ भने हामी तयार छौँ। हर्का सम्बन्धज्यू आइ एम सरी, नरिसाइदिनु होला भोट दिएन भनेर। विश्वकर्मा भन्नेको शनिबार हान्ने भन्दाखेरि हटाएको आएर रातारात के अरे गाउँ उसको छोरीबाट पुर्याउँदाखेरि लाँदा लाँदै रातको 12 बजे मृत्यु भएको। हजुर 9 बजे छोरी बग्छ। यही केस हामी 24 वर्ष भयो यहाँ बसेको। हाम्रा बच्चा 24 वर्षको भयो यहाँ जन्मेका बच्चा। अनि हाम्रा बच्चाले सुकुम्बासीमा बस्ने बच्चा सुकुम्बासी नै भएर बस्ने नियम छ, कानुन छ। छैनौँ र तर पनि हाम्रा बालबच्चा छोराछोरी हुर्किए, केही कमाए होला, केही जमाए होला। हामीले नि आशा लाग्यो ओ अहिलेसम्म त नउठाएको बस्ती, अब त नउठाउनु नि त गरिबको जनताको चाहिँ सरकार आएको छ भनेर हामीले धेरै आश गरेका थियौँ। लास्टमा हामीलाई आश त गर्नुभयो, तर हामीलाई बरु युक्रेनकै जसरी ल्याएर यो डोजर लाएर भड्काउनु पर्थेन। ठिक्क माथिबाट ल्याएर बुटु टुट्ट भुटिदिएको भए एकैचोटि परान जान्थ्यो, त्यो हामीले सन्चो हुन्थ्यो। तर यो घाउ नि त्यो छातीमा लागेको घाउ बाँचुन्जेलसम्म त्यो सरकारसित चाहिँ तुस चाहिँ बस्नु भयो, गुनासो रानी भयो। हिजो उहाँ नै गीत गाउनु भएको थियो, गरिबको बोलिने चमेली कोही छैन भन्नुभएको थियो। ठिकै छ बालिङ सर, कहाँ हुनुहुन्छ खुसी रहनुहोस्, प्रधानमन्त्री कतामा हुनुहुन्छ, आइसाराम गर्नुहोस्, खानुहोस्। तपाईँले त हरेक भेडी खाना खानुभयो होला। हामीले त अहिले एकवटा चाउचाउ खाइएका छौँ, रोएका छौँ। यो दाजुभाइहरूको यी बस्तीमा बस्ने दाजुभाइहरूको अनुहारमा हेर्ने भने म साँच्चै कुरा भन्दाखेरि आँखामा आँखा लाएर जुधाएर हेर्न सकेको छैन, किनभने रुन पनि लागिहाल्छ। यी दाजुभाइहरू कहाँ जाउँ, के गरौँ? यिनका बालबच्चा देख्दाखेरि, मेरो बालबच्चा देख्दाखेरि यदि पीडा भएको छ कि, तर बालन सरकारले किन पीडा भएन, यही नै हजुरको नयाँ मार्फतै भन्न चाहन्छ। व्यवस्थित गर्छु भनेको छ नि, खै त भने व्यवस्थित स्वीकृत गर्नु भएन। अहिले तपाईँ 10 सालमा तपाईँहरूको लागत टिप्पणी गरिरहेछ भन्ने सुनेको छ, के छ तपाईँ पुग्नुभयो त्यहाँ? सर त्यो त अब लागत सङ्कलन त टिप्नु भएको छ, भोलि 15 दिन पछाडि निचोट आउँछ भन्नुभएको छ। त्यो त हजुरहरूले नि देख्नु होला निचोट कस्तो आउँछ होइन। लागत सङ्कलनबाट कति हामी त लागत सङ्कलन त पहिल्यै भरेको, हामी त्यही भएर ढुक्क भएर बसेका हौँ। त्यही लागत सङ्कलनमा टिकेर चाहिँ गर्नुहुन्छ होला, भड्काउनुहुन्न होला भनेर चाहिँ हामीले यो चाहिँ गरेका हौँ। हाम्रो भनाइ त्यही हो। अहिले हामीलाई त्यहाँ लगाएर फर्म भराउन लाग्नु भएको, त्यो सरकार पक्षको कोही व्यक्ति पनि यहाँ कसले के खान पायो त, कसले खाए त, कसले खाएन। सरकार त आउनु भयो। गेस्ट हाउसमा लगेर राखेको छ भनेर भन्छ त, कुन गेस्ट हाउसमा बस्नु भएको छ तपाईँ चाहिँ? म चाहिँ हजुर गेस्ट हाउस भनेको एरिया भत्केकै पालमा बसेको छु। मेरो 2टा गाई छ, यी एरिया बाँडेको छु। यहाँ घुमाउनुहोस्, यहाँ को बेलुका हेर्नु लगाएर खिच्नुहोस्। मेरो भर्खर 18 दिन भयो गाई दिएको, कतै मैले कुनै साथीबाट नि मैले केही सहयोग पाएको छैन। लैनो गाईलाई अहिले चराएको छु, पिठो खुवाउन सकेको छैन। अनि मेरो चाहिँ हरिबिजोग छ